नमस्ते। आजको भिडियोमा चाहिँ मानव विकास प्रतिवेदन 2025 को बारेमा हेरौँ है। मानव विकास प्रतिवेदन 2025 कहिले सार्वजनिक भयो त? 2025 जुनको 10 तारिकमा है। 2025 जुन 10 मा। यसले के गर्छ त? मानव विकास सूचकाङ्क कति छ भने देखाउँछ है। मानव विकास सूचकाङ्क अब मानव विकास प्रतिवेदन 2025 अनुसार नेपाल कति सूचकाङ्कका साथ कति स्थानमा छ भनेर जानौँ। जम्मा 193 वटा राष्ट्रहरूमा गरिएको सर्वेक्षणमा नेपाल चाहिँ 0.622 अङ्कसहित कति स्थानमा छ? अङ्कका साथ 145औं स्थानमा छ है। स्थानमा 193 राष्ट्रहरूमा गरेको सर्वेक्षणमा नेपाल 0.622 अङ्कसहित 145औं स्थानमा रहेको छ भने सबैभन्दा बढी मानव विकास सूचकाङ्क भएको मुलुक चाहिँ आइसल्यान्ड हो है। आइसल्यान्ड हो है। र यसले 0.972 अङ्क रहेको छ। यसको सूचकाङ्क चाहिँ 0.972 रहेको छ। सबैभन्दा बढी आइसल्यान्ड। अब सबैभन्दा कम चाहिँ साउथ सुडान हो है। दक्षिणी सुडान, साउथ सुडान। यसको अङ्क चाहिँ 0.388 रहेको छ है। सबैभन्दा बढी चाहिँ आइसल्यान्डको 0.972, सबैभन्दा कम साउथ सुडानको 0.388। अब सार्क राष्ट्रहरूमा चाहिँ, सार्क कन्ट्रीहरूमा चाहिँ सबैभन्दा बढी श्रीलङ्काको बढी श्रीलङ्का बढी अङ्क कति छ त? 0.776 छ। र यसको 193 राष्ट्रहरू मध्येको यसको क्रम भनेको चाहिँ 89 हो है। 89औं स्थानमा हो श्रीलङ्का। सार्क राष्ट्रहरूमा चाहिँ सबैभन्दा बढी 0.776 अङ्कसहित र सबैभन्दा कम सार्कमा चाहिँ अफगानिस्तान हो है। अफगानिस्तान सबैभन्दा कम। यसको अङ्क चाहिँ 0.496 हो। र जुन कति स्थानमा छ त? 181औं स्थानमा छ है। सबैभन्दा बढी आइसल्यान्ड, सबैभन्दा कम साउथ सुडान, सार्कमा चाहिँ सबभन्दा बढी श्रीलङ्का यसरी विश्वको चाहिँ 89 मा 0.776, अफगानिस्तान चाहिँ कम 181 मा 0.496। र मानव विकास प्रतिवेदन 2025 अनुसार चाहिँ नेपाल 0.622 अङ्कसहित 145औं स्थानमा रहेको छ। धन्यवाद।